साथीहरू जसरी बोल्नुपर्छ हैन। खाना खानुभयो? खाना अनि डिब्बा हान्नुभयो? डिब्बा पनि पनि हानिसक्नु भएको छ। डिब्बाको मतलब युएई मा फेमस छ सबैले। ल भन्नुस् न त कस्तो के डिब्बा हान्नुभयो? डिब्बा डिब्बा मैले थाहा भयो डिब्बा के हो। अब यहाँ सुन्नु, म आएको धेरै त भएको छैन, तर मलाई यहाँ एउटा चिजले एकदम कन्फ्युज बनाइरहेको छ कि यो रम्मल रम्मल भन्छन्, के हो यो रम्मल भने? मलाई बुझाइदिनु त। रम्मल त अब त्यही त हो नि रम्मल। भनौँ क्लियर भनौँ, किन डराएको? क्लियर भनौँ। त्यही बियर तान्ने त्यसलाई हो रम्मल भन्ने। रम्मल भने त्यही। डिब्बा भनेको पनि त्यही हो। ल अनि तपाईँको विचारमा के हो रम्मल भनेको? रम्मल भनेको मेरो विचारमा चाहिँ त्यो बालुवाको खानी हो। बालुवाको खानी। त्यो डिब्बा सिब्बा त अब मलाई पनि त्यति थाहा छैन, त्यहाँ के तान्छन्, भर्खर आएको मान्छे हो। खासमा बालुवा खानी जस्तो लाग्छ मलाई चाहिँ। उहाँले भने अनुसार डिब्बा तान्ने, अब बियर यताउता कुरा गर्नुभयो,